दर्शकबिन्द, रवि लामिछानेको मुद्दामा जीवी राईलाई नेपाल ल्याउँदै रवि सफाई पाउने लगभग पक्का। यदि तपाईहरू रवि लामिछानेको पक्षमा हुनुहुन्छ भने कमेन्ट बक्समा आई एम विथ रवि लामिछाने लेखी कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्न नभुल्नुहोला। रवि लामिछाने प्रकरणमा नयाँ मोड आएको छ। लामो समयदेखि विदेशमा रहेका मुख्य साक्षी जीवी राईलाई नेपाल ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सरकारी स्रोतका अनुसार राईलाई बयानको लागि नेपाल ल्याउने तयारी भइरहेको छ, जसपछि मुद्दाको दिशा पूर्ण रूपमा रविको पक्षमा जाने अनुमान गरिएको छ। रवि लामिछानेले सुरुदेखि नै आफू निर्दोष रहेको दावी गर्दै आएका छन्। उनका नजिकका स्रोतका अनुसार जीवी राईको बयानले सत्य उजागर गर्नेछ र रवि विरुद्ध दर्ता गरिएको मुद्दा ढलेरै जाने सम्भावना प्रबल भएको छ। स्रोतले जनाएको छ, राईको बयानपछि स्पष्ट हुनेछ कि रविलाई फसाउने खेल गरिएको थियो। यसपछि अदालतमा रविको सफाई सहजै हुनेछ। यसबीच रविको समर्थनमा सामाजिक सञ्जालमा व्यापक अभियान चलेको छ। जनताले रविलाई न्याय देऊ भन्दै निरन्तर दबाब दिइरहेका छन्। धेरैले यो मुद्दालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन्। विश्लेषकहरूको भनाइमा जीवी राईको बयान र कानुनी दस्तावेजले रवि लामिछानेको निर्दोषता प्रमाणित गर्नेछ र केही दिनमै उनले कानुनी रूपमा पूर्ण सफाई पाउने सम्भावना लगभग निश्चित बनेको छ। जीवी राईको आगमनले रवि लामिछाने माथिको मुद्दा निर्णय चरणमा प्रवेश गरेको छ। जनताको साथ कानुनी बल र सत्यको प्रमाणसँगै रवि फेरि स्वतन्त्र र विजयी हुने दिन नजिकिएको संकेत देखिन्छ।